गाइज आफै हो भ्लगर। गाइज ल यस्तै छ बाटो ल भारी बोकेर लामो यात्रा। आज हिउँको यात्रा चाहिँ लामो यात्रा गर्नेछौँ गाइज। हामी चाहिँ यो अब घाँजिरबाट हिँडेर गाइज यो घाँजिरको स्कुलमा बल्ल तल्ल 5 मिनटमा पुग्न सफल भइरहेछ गाइज। आजको यात्रा हाम्रो सानसाना भ्लगमा आउँदै गर्नु होला। हाम्रो दाजुको भनाइ के छ त नि? बोल्दै बोल्दैन यार यो मान्छे, खासै राम्रो छैन तर त्यही पनि फाइनली गाइज हामी बिस्तारै अगाडि चाहिँ बढिरहेछौँ गाइज। हामी फाइनली घाँजिर स्कुलमा प्रवेश हाम्रो छ। हामी चाहिँ यसरी राउन्डिङ हानेर ल हामी चाहिँ घाँजिरको मैदानतिर यस्तो दामी छ नि त, हेर्नु होला गाइज। अब भिडियोहरू राम्रो राम्रो आउँछ, तपाईँले माया गर्यो भने हामी यस्तै टुरहरू त कति हाल्छु गाइज। ल स्कुलमा हाम्रो हेर्ने भनेदेखि चाहिँ ट्याक्कै 1 फिटभन्दा बेसी नै होला हिमपात चाहिँ आजको। हामी चाहिँ ल यो घाँजिरबाट अब तलतिर बिस्तारै झर्ने क्रममा हामी चाहिँ तलतिर झर्सक्यौँ। यस्तो छ गाइज ठाउँ, एकदम राम्रो छ। ल भ्यू हेर्ने हो भनेदेखि त गाइज यस्तो भ्यू जिन्दगीमा करिब पहिलोचोटि नै देखिन्छ होला गाइज। हामी चाहिँ ल यस्तो हिमपातमा यहाँ चाहिँ यस्तो काम गर्ने क्रममा पुगेका थियौँ र हामीले चाहिँ यस्तो नजारा चाहिँ अलि यहाँ चाहिँ कमै देखेका थियौँ। गाइज भेडा च्याङ्राहरू पनि यस्तै छ नि यहाँ।